सर कति मक्क परेर आज बेलुका गएर सबैको अगाडि मेरो फोटो चाहिँ नेपाल टेलिभिजनमा आउने मक्क परेर आएको सर है होइन यो नेपाल टेलिभिजन ओहो के हो यहाँ त फिल्मको सुटिङ हुँदैछ है क्या हो आज चाहिँ म पनि गरेर रिक्वेस्ट गर्नु पर्यो र मेरो फोटो पनि टक्क टिभीमा आउने गरी सबले देख्ने गरी अलि हिरो भनेर चाहिँ सबलाई देखाउनु पर्यो सर नमस्कार नमस्कार हजुर ल सर हजुर के हो यो फोटो खिच्दै हुनुहुन्छ जस्तो छ लु सर मेरो पनि फोटो खिचिदिनु त बेलुका यो फोटो आउने होइन नि त फोटो त आउँछ हेर्नुस् हैन हजुर यहाँ क्यामेरा त हुन्छ हजुर तर तपाईको फोटो तपाईको अनुहार आउने होइन अनि के आउँछ यसमा आउने के हो भने तपाई कहाँनिर उभिराख्नु भएको छ हजुर त्यो ठाउँको चाहिँ पोइन्टको रूपमा तपाईको लोकेसन स्टोर हुने हो यसमा भनेपछि यसले मलाई पोइन्ट बनाइदिन्छ सर मान्छेको रूपमा चाहिँ तपाईको फोटो खिच्दैन हजुर हजुर तर यो संसारभरि पृथ्वीको कुन ठाउँनिर तपाई कल्लिनु भएको छ हजुर जस्तो तपाई यहाँनिर बस्नुस् म यहाँबाट हेर्छु हजुर अनि तपाईले चाहिँ यसको चाहिँ अर्को एउटा सहयोगी मेसिन छ हजुर त्यो सहयोगी मेसिन लिएर समातेर बस्नुभयो भने त्यो ठाउँको चाहिँ लोकेसन चाहिँ स्टोर हुन्छ लो सर पत्ता लगाइदिनु त म यहाँ बस्छु मेरो स्टेसन पत्ता लगाइदिनु पर्छ सर स्टेसन पत्ता लगाउन पक्नुस् है एकछिन होइन सर तपाईँ कहाँ दौडेर के ल यो समातेर बस्नुस् त यो समातेर बस्नुस् अब यसलाई चाहिँ यसरी मलाई देखाउनुस् है अब त्यो समातेर त्यसरी बस्नुस् अनि तपाईलाई चाहिँ म ल ए लु त सर मेरो यहाँ खोइ यहाँ पोजिसन पत्ता लगाइदिनु पर्यो ल अब चाहिँ तपाईँ यसलाई यो लेबल गर्ने हो सर यो होइन त्यसलाई अहिले केही नगरे पनि हुन्छ हजुर अहिले हामी तपाईँको सामान्य चाहिँ स्थिति पत्ता लगाउँदैछौँ हजुर सर ल अब मैले त्यो तपाईँको ऐनामा चाहिँ मैले उ गरेँ अब मैले रेकर्ड गरेपछि ल अब आउनुहोस् यता ल ल तपाईँको आफ्नै फोटो चाहिँ आएन तर तपाईँ कहाँनिर उभिनु भएको थियो कहाँनिर कल्लिनु भएको थियो होइन तपाईँ भोलि अर्को ठाउँ जानु होला कहीँ जानु होला है तपाईँको जग्गा कहाँ छ भन्ने थाहा हुँदैन अनि तपाईँको एउटा गाउँको घर कहाँ छ थाहा हुँदैन सहरको घर कहाँ छ थाहा हुँदैन यो पृथ्वीको चाहिँ उसमा चाहिँ तपाईँलाई सबै कुरा एक्ज्याक्ट चाहिँ अब जमिनमा त थाहा हुन्छ तर सबैको रिफरेन्समा हेर्दाखेरि त्यो नक्सामा हेर्दाखेरि कहाँ हुन्छ भन्ने थाहा त हुँदैन तपाईँलाई हो यसरी चाहिँ हामीले ट्याक्क तपाईँको चाहिँ त्यो भयो तपाईँ मान्छे रुख तपाईँको घर तपाईँको जग्गा तपाईँको अरू कुनै गाउँ समाजका मठ मन्दिरहरू स्कुलहरू सार्वजनिक बाटोहरू केही त्यस्ता कुराहरूको चाहिँ कहाँनिर हो त्यसको स्थिति है त्यसको स्थिति कहाँनिर हो त्यो ठाउँ ट्याक्क चाहिँ यसले के गर्ने हो त्यो ठाउँको लोकेसन चाहिँ टिपेर राख्ने हो तर त्यसको फोटै खिचेर चाहिँ यसमा राख्ने होइन म त सर कति मक्क परेर आज बेलुका गएर सबैको अगाडि मेरो फोटो चाहिँ नेपाल टेलिभिजनमा आउने मक्क परेर आएको सर है होइन यो नेपाल टेलिभिजनमा आउने होइन तपाईको चाहिँ बरु लाल पूर्जा बनाउनको लागि तपाईको जग्गा कहाँनिर छ थाहा हुनु पर्यो कि परेन सरकारको निकायलाई हो त्यसको ट्याक्क चाहिँ त्यसको चाहिँ अब तपाईको उसमा फोटै भनौँ तर फोटो भनेको तस्बिर होइन कि त्यो ठाउँको चाहिँ बिन्दु त्यो ठाउँ कहाँनिर छ त भनेर चाहिँ त्यो चाहिँ यसरी चाहिँ यसमा जम्मा हुने हो बुझ्नुभयो ल सर थर्लङ्ग भइसक्यो ल सरलाई धन्यवाद अब चाहिँ तपाईले चाहिँ फोटो खिची माग्ने होइन भोलि भनेपछि सर भनेपछि हजुरले मेरो जग्गा नाप्दिनु पर्यो हो त्यसरी आफ्नो जग्गा चाहिँ आफ्नो आली कान्लाहरू साँध सिमानाहरू चाहिँ यो समातेर हिँड्ने मान्छेलाई प्रष्ट देखाउने यो चाहिँ राम्रोसँग राख्न लगाउने तर आफ्नो फोटो चाहिँ खिच्न लाउने होइन मेरो घरमा मेरो बुवाले हजुर जग्गा छिमेकीले मिचो भन्दै हुनुहुन्थ्यो सर अब यसबाट नापेपछि यसबाट नापेपछि दुबईको जग्गा नापिन्छ दुबईको जग्गाको चाहिँ एकदम चाहिँ एक्ज्याक्ट वास्तविक स्थिति पत्ता लाग्छ अनि मिचेको हो कि होइन त्यसपछि अन्य प्राविधिक कुराहरूमा हेरेर कर्मचारीले तपाईँलाई प्रष्ट पारिदिनु हुनेछ ल सर त्यसो भए म तपाईँसँग कन्ट्याक्ट गर्छु सर मेरो जग्गा चाहिँ नापिदिनु पर्छ ल हुन्छ कार्यालयमा आएर निवेदन दिनु होला अनि तपाईँको चाहिँ हुन्छ ल धन्यवाद